सो लाइट गाइज गुड मर्निङ एन्ड संसारको उत्कृष्ट ब्लगमा पनि स्वागत छ। वेलकम ब्याक टु माई न्यू ब्लग। अनि बिहानै भन्दा नि मेन चाहिँ आज हिजो बेलुकी नै आएको थिएँ म घर। अनि किन घर आएको अनि किन बिहानै जाँदैछु भनेर चाहिँ थम्बनेल टाइटल हेरेर थाहा भइहाल्यो होला आज के हो। प्लस आज बिहानै उठेर चाहिँ किन जानु लाग्यो भने कहाँ जानु लाग्यो किन जानु लाग्यो भने बहिनीको टुवेल्भको त्यो सर्टिफिकेट भन्दा त्यो ट्रान्सक्रिप्ट निकाल्नुको लागि पैसा तिरेर फर्म भर्नुपर्ने रहेछ। हिजै गएको थियो बहिनी, पैसा पुगेन रहेछ। अनि फेरि ठ्याक्क कलेज टाइममा मात्र खुल्छ नि त कलेजको। अनि त्यही भएर चाहिँ बहिनीलाई चाहिँ लिएर म तल भानु स्कुल जानु लागेको छु। अनि आज हाम्रो फेरि गएर जब पनि हुँदैछ घरमा, त्यही भएर मैले आज छुट्टी लिएको भनौँ न तल क्याफेबाट। छुट्टी भन्दा नि त्यही दिउँसोसम्मको छुट्टी, त्यहाँदेखि म जान्छु होला पूजासुजा सकेर। अनि त्यो अब फ्री टाइम भएको बेलामा भिडियो बनाइदिउँ भन्ने कुरो, त्यही भएर भिडियो बनाइरहेको छु म बिहान। हाम्रो पार्किङ एरिया आइपुगिसकेको छ। हाम्रो घर चाहिँ तल हो भने तल अलिअलि देख्दै गरेको यो रोड ठ्याक्क हाम्रो पार्किङ एरिया। अनि मौसम चाहिँ यस्तो छ अहिले बगलवाला ओभर चिसो छ। अनि यहाँ चाहिँ मेरो बाइकलाई चाहिँ अब एकछिन बिहान जाडोमा चिसोमा तताउनुपर्छ, किनकि चिसोमा मतलब बाइक इन्जिन नतताइ त्यत्तिकै कुदायो भने के हुन्छ, इन्जिन छिटो बस्छ भन्ने कुरो। त्यही भएर चाहिँ केही छुनै मन परेको छैन क्या जाडोले। अब चाहिँ म बाइक चाहिँ स्टार्ट गर्छु। ब्याट्री चाहिँ फेरेको मैले अलरेडी अस्ति नै, न्युट्रल लाग्यो। वान ट्याप र चाहिँ अब एकछिन यसलाई चाहिँ तात्तिनु दिन्छु म 10 मिनट जति। अनि 10 मिनट जति तात्तिनु दिएपछि चाहिँ अनि अब लगभग निस्किन्छु। बहिनी तलै घरमै छ, मैले 10 मिनट पछाडि मात्र आइज भनेको थिएँ, किनकि त्यसलाई किन यहाँ जाडोमा उभिराख्नु भनेर। अनि त्यो बहिनी भन्दा नि हाम्रो कान्छी बहिनी। अनि त्यही भएर उभरै जाडो छ। दुईवटा ज्याकेट लगाएको छु क्या यहाँदेखि यहाँभित्र। अर्को एउटा त्यो फरवाला के भन्नु, त्यो नेपाली ब्रान्डै हो यो, के भन्छ यो स्वयम्भू भन्ने आएछ, बौद्धको नक्सा भएको छ। तर तातो चाहिँ ओभर तातो छ, धेरै होइन 1200 रुपियाँ मात्र थियो। त्यही पनि मम्मीले मगाइदिनु भएको थियो त्यो। अनि यो ज्याकेट चाहिँ ओभरै ओन्ली 2000 को, तर ओभरै वर्थ इट क्या। अलिकति जाडो पानी हावा सब छेक्ने क्या। तर नि स्टिल जाडो भएर छ, तर अहिले एकछिन जाडो भएकोलाई घाम लागेपछि गर्मी भइहाल्छ। अब त्यही अब सबैजनाले हेरेर साथ दिनु होला भन्न चाहन्छु। अरू त के भन्नु र यार, धेरै बोल्नु पनि आउँदैन। त्यही हो, अब बाटोतिर म देखाउने नै छु, बहिनीले भिडियो बनाउँछ, त्यसलाई दिन्छु म, बनाउनु सक्छ सक्दैन त्यसको हातमा छ। त्यही हो, एकछिनमा भेट्ने सम्झे गयो नि, जहाँ पुगे नि जे गरे नि अहिले भेट्नेछौँ। फेरि म त भिडियो धेरै दिन बनाउनु छोडेर कि भिडियो बनाउनै बिर्सिरहेको हुन्छ क्या, त्यस्तो फिल मतलब त्यस्तो टाइम पनि आउँछ क्या, म बिर्सिरहेको हुन्छ क्या भिडियो बनाउनु भरे। म त भिडियो बनाउँदै थिएँ होइन भन्ने हुन्छ क्या। त्यही भएर अलिकति ग्यापिङ भयो भने चाहिँ त्यस्तो हुँदो रहेछ। तर नो वरिज, म चाहिँ आज सम्झेर बुझेर बनाउँछु। अनि मेन भनेको हाम्रो माइली छ्यामा पनि आउनुभएको छ, लगभग निकै भयो होला 10-15 दिन भयो होला उता हङकङबाट आउनुभएको छ। अनि छ्यामा पनि आएको बेलामा ठ्याक्क हाम्रो पूजा गरौँ भन्ने घरमा। त्यही भएर सबैजनाले आज गरजाप गर्ने भनेर धेरै दिन भयो, धेरै महिनै भएको थियो क्या गरजाप गर्ने, यताउता ग्रह शान्ति गर्ने भनेर। तर आज फाइनली छ्यामा पनि आउनुभयो, ठ्याक्क सबै चिज गर्ने भनेर चाहिँ गरिदिनु भयो। अनि म छ्यामा पनि गइहाल्नुहुन्छ अब लगभग फ्राइडे नत्र मन्डेको फ्लाइट छ। यहीँ ताप्लेजुङबाट सिधै काठमाडौँ जानुहुन्छ, धेरै टाइम छैन छ्यामासँग। त्यही भएर चाहिँ सबै कुरा छिटो गर्ने भएर चाहिँ यस्तो भइरहेको अवस्था। अनि त्यही हो, गाह्रो छ। र अहिले चाहिँ हामी भानु स्कुलको ग्राउन्डमा यहाँ बल खेल्दै रहेछ बिहान। अनि यहाँ भानु स्कुल
तल गएको छ दोस्ती भन्दा नि हाम्रो बहिनी गएको छ अनि त्यसले अब सर्टिफिकेट लिएर आउँछ ल अनि त्यहाँदेखि हामी चप्पु हानिहालिन्छ ढिलो पो लाग्यो भयो लगभग 10 मिनट जति हो गएको आएकै छैन आएपछि जाउँला त्यो आएपछि देखाउँछु म गाडो छ आइपुगेको छ है हिरोनी खै त्यहाँ तेरो उयो सर्टिफिकेट चाहिँ हैन त्यो ट्रान्सक्रिप्टको लागि मात्रै हो ए ल अनि म्याम कस्तो फिल भइरहेको छ त हाम्रो स्कुल आउँदाखेरि एकदमै जानु भइरहेछ मलाई खाजा किनिदिने कि नै खै पैसा 40 रुपैयाँ मात्रै छ नि 40 रुपियाँको चाहिँ खाजा आउँदैन है लु त मात्रै खाना त उजा आउँछ के आउँछ त्यहाँ र त्यो अब खान्थिनँ अब सिधै जाने हो माथि घरतिरै आज पूजा छ पूजा चाहिँ छिटो कामहरू गर्नुपर्ने छ हल्का त्यही हो अब पिसाब चाहिँ आइरहेको थियो अब टोइलेट कता छ छोड्दै जाँदैन ल त्यो अब एकैछिन माथि भेटौँला अब यसलाई फोन दिन्छु म यसलाई चाहिँ भोक लागेर यहाँ मर्नु भएर यहाँ थुक्पा खान आइरहेको छौँ हामी नयाँ यो होटलमा के अरे होटलको नाम त के छ त्यहाँ वाइफाई नाम पढ्न पढ्ने अझै के छ त्यो नाम खै यहाँले टाइम स्क्वायर अरे खै के हो जेसी हो नयाँ होटल राम्रो ठ्याक्क कता के भन्छ यो ट्याक्सी कर्नरको तल्लोपट्टि पहिले भण्डारी होटल थियो क्या त्यहाँ बनाएर रहेछ खै के त्यहाँ बाहिर छ अनि यहाँ चाहिँ मेन भनेको केटा के छ नि त मेनु लिएर आइज त यतापट्टि छ यतापट्टि मेनु म मेनु दिएको छु तिमीहरूलाई केटा अनि त्यहाँ सल्लाह एउटा पेपर जस्तै हेर्न अनि हामी चाहिँ यहाँ ठ्याक्क चाहिँ यो कोठा चाहिँ राम्रो रहेछ यहाँ चाहिँ ए मेनुमा चाहिँ के छ भने कुरा हो चिकन चाउमिनमा चिकन रहेछ पोर्क बफ अनि यहाँ चाहिँ मेन भनेको के खतरा रहेछ नि मटन क्या मटन चाउमिन थुक्पामा पनि मटन थुक्पा अनि खाना सेटमा चाहिँ चिकन पोर्क मटन भेज रहेछ स्यालेडमा ग्रिन र फ्रुट मात्र अनि चिकन किमा नुडल्स पनि पाउने रहेछ सेक्वामा पोर्क मटन यति नै रहेछ अरू केही रहेन रहेछ अनि यता मोमोको आइटममा चिकन सी मोमो चिकन फ्राई मोमो पोर्क फ्राई मोमो पोर्क सी मोमो बोफ सी मोमो बोफ फ्राई मोमो मटन सी मोमो मटन फ्राई मोमो भेज नि पाउँदो रहेछ यहाँ हाम्रोमा चाहिँ भेज छैन अनि मटन छैन अनि बफ छैन तर यहाँ बफ मटन भेज रहेछ इफ यु वान्ट दिस टाइप अफ मोमो देन यु क्यान भिजिट दिस के भन्छ बियरमा चाहिँ हाम्रो कार्लसबर्ग बियर रहेछ टुबक गोर्खा स्ट्रङ स्मलबाट पनि रहेछ फ्राई राइस चिकन मटन भेज पोर्क अनि के हो यो फ्राई राइस एग एन्ड भेज रहेछ चिकन चिल्ली बनिने रहेछ चिकन विङ्स 1 पिस मात्र आउँदो रहेछ चिकन विङ्स प्लेट 5 पिस 600 रुपिस ठिकै हो तर पिस कत्रो आउँछ भन्ने कुरो अनि चिकन लेग पर पिसको 180 चिकन ललिपप 1 प्लेटको 350 भेज पकौडा बनिँदो रहेछ मसरुम फ्राई मसरुम चिल्ली हार्डिङमा विस्की किबास सिग्नेचर गोर्खा हेटेड रम खुकुरी यति नै रहेछ केही छैन यहाँ चाहिँ चिकन चिल्ली चिकन विङ्स त्यति बनिने रहेछ ठिकै हो यतिको ठाउँमा यतिको मेनु हुनु नि हामीले चाहिँ के मगाएको भने बिहान जाडोमा थुक्पा भेज थुक्पा किनकि बिहान मासु नखाउँ भन्ने कुरो त्यही भएर भेज थुक्पा म त मासु नै खाँदिनँ यसले चाहिँ खान्थ्यो मासु तर यसलाई पनि जबरजस्ती भेच्यो हराएको तेरो दादासँग पैसा छैन नि अनि हामीले हट लेमन मगाएको थियो त्यो चाहिँ कहिले आउँछ अब यहाँको सर्भिसको यहाँ रहेछ नि त टाइम स्क्वाड रेस्टुरेन्ट रहेछ यहाँ रेस्टुरेन्टको नाम टाइम स्क्वाड रेस्टुरेन्ट
त्यही भएर अनि अस्ति हामी एक लट आएको थियौँ त्यो एक लटमा चाहिँ मैले लेमन पानी मात्र खायो अरू केटाहरूले चिया खाथ्यो अनि यहाँको फुड ट्राई गर्नु मन लाग्यो त्यही भएर आएको अब मटन चाहिँ अब 1-2 दिन पछाडि मटनको चाउमिन मटन थुक्पा यिनीहरू चाहिँ बिस्तारै खानेछौँ हामी त्यो अब हट लेमन आयो भने हट लेमन खाने अनि थुक्पा खाने अनि चाहिँ चप्पु हान्ने घरमा खाना भरे कतिखेर हुन्छ पूजा सकेर मात्रै खाइन्छ होला त्यही भएर चाहिँ हल्का बिहान खाजा खाइदिएको अवस्था अब मान्छेले भन्छ पूजा के खाना नखाइ पूजा गर्नुपर्छ भन्छ तर हामी त्यस्तो होइन मनबाट त्यही अब लाइट चाहिँ यस्तो रहेछ ग्रिन र येल्लो अनि के छ यहाँ यस्तो के छैन अलिक 3D वाला रहेछ उयो के अरे पेन्ट के अरे आर्टहरू पिक्चरहरू अरू त केही छैन कम्फर्टेबल चाहिँ कम्फर्टेबल रहेछ सिट त्यही अब एकछिनमा भेट्नेछौँ हामी खाजा खाने बेलामा त्यही ल हटले बनाइसकेको अवस्था अब लेट्स ट्राई भनौँ न अब हामीलाई नै हट लेमन बनाउने छ यहाँ चाहिँ कस्तो बनाउँछ भन्ने कुरो हो क्या आम्मा चिया देखाइरहेछ त नि ठिक त ठिकै हो तर यो हन्नी भएन क्या त्यो कालोवाला यो डाबरकै हन्नी हो तर कालोवाला हुन्छ क्या यो हन्नी होइन कस्तो बनाएन होइन ठिकै हो अरू त ओभरअल राम्रै छ तर अलिकति अब हामीले चाहिँ डेली अर्को युज गर्ने हन्नी डाबरकै उयो पनि हन्नी तर कुन त्यो अलिक कालो र अलिकति भनौँ न अलिक डार्क र नन डार्क हुन्छ त्यो नन डार्कवाला चाहिँ दामी हुन्छ यो चाहिँ अलिक डार्कवाला जस्तो लाग्यो क्या किनकि हामीले नि एकचोटि लगेको थियो डार्कवाला त्यो डार्कवाला चाहिँ सेम यस्तै टेस्ट हुन्थ्यो कस्तो भने अलिकति गनाएको जस्तो क्या अन्त हल्का गनाएको जस्तो ठुस्छ त्यस्तो छ अरू त ठिक छ भगवान् रेटिङ हान्दैछु म यहाँ आएर अब यो थुक्पाको रेटिङ कस्तो हुन्छ हेर्नेछौँ हामी बिस्तारै अब हट लेमन खाँदैछौँ हट लेमन खाएर थुक्पा खाएर हामी लागिहाल्नुपर्छ चिसोमा तातो थुक्पा खाएर जुस निकालेर कस्तो छ टेस्ट थुक्पाको भन्न कस्तो लाग्यो त तँलाई भन्न त 10 आउट अफ मिठो लाग्यो अनि मैले भ्याउनु त भ्या तर यो अलिक मिठो त्यो बबाले लगभग 10 आउट अफ 7 दिँदा फरक पर्दैन बेस्ट थुक्पा किनकि अलिकति टेस्ट फाल्टै थियो क्या भनौँ न अलिकति लोकल पाराको अनि खाइ पनि सक्यो अब लगभग निस्किन्छौँ हामी अब हट लेमन सक्नु भएको छ त्यहाँदेखि निस्किन्छौँ घाम पनि लागिसकेको छ ओभरअल बबाले रहेछ अब नेक्स्ट टाइम आउँदाखेरि चाहिँ अब फेरि यहाँ के खुवाउँला अब छुट्टी कहिले मिल्छ त्यतिखेर आएर खुवाउँला अब नेक्स्ट टाइम चाहिँ मटन केही खानु पर्ला मटन चाउमिन खानु पर्ला चाउमिन ट्राई गर्ने थुक्पा ट्राई गरिहाल्यो अब चाउमिन बिस्तारै अब चाउमिन त्यहाँदेखि त्यस्तै हो र त्यही अब हामी सिधै घर गएर घरमै भेट्नेछौँ किनकि पूजाको तयारी गर्नुपर्ने छ ढिलो भइसक्यो चाहिँ अहिले यहाँ तौली घरमा आइरहेको छौँ तौली घरको अवस्था चाहिँ यस्तो रहेछ अहिले पुरै रिन्यू गर्नु लागेको यो पुरै टेबल हेर्छ होला तिम्रो घर हेर बिमला दिदी अनि कि हामीलाई एउटा टेबल चाहियो सानो यो बाहिरको लगे ल यो लामा त्यो किताब राख्ने टेबल क्या सानो ठिक्क रहेछ कि यो लग्यो अनि तपाईँ पनि आउनु अरे क्या खै अनि तपाईँ पनि आउनु अरे तपाईँलाई पनि निम्तो अरे खाना खानु काम गर्नु अनि यो दल्ने उयो चाहिँ यत्तिकै यो फला उयो ल हामीले लग्यो ल यो चाहिँदैन यो किन चाहिन्छ यो बस्नु
लु 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 यही टेबल लानुपर्छ बोक बोक त बोक पछाडि त्यहाँ भिडियो बनाउनेमा एक्लै बोक छोडिदिए एक्लै बोक्छ अहिले ए बाउबाली कि चाहिँ हो ल यस्तै छ है अहिले चाहिँ तौली घरको अवस्था चाहिँ अलिकति नाजुकै रहेछ भित्र हेर्दाखेरि बनाउँदै रहेछ भनौँ न अनि त्यही हो अब चट्ट लगाएर हाम्रो चाहिँ आज पूजा छ त्यही भएर सबैजना मैले चाहिँ ज्यादा काम गरिरहेको छु बिहानदेखि यो त भर्खर उठेको यो भर्खर उठेको यो इज प्रकृतिहरूको राइस दाइको सोल्टिनीहरूको घरको फुल राइस दाइले मङ्सिर नकटाउने भन्दै थियो खै के गर्छ थाहा छैन छोरी मानेको छैन को यत्रो गीत बजाउने फेरि होइन ल अब हाम्रो त्यहाँ टाइम स्ल्याब राखिरहेको थियौँ अर्को छ्यामाको फोनबाट त्यो बर्बादै भयो ए फुल मलाई आई डोन्ट लाइक फुल ल हाम्रो चाहिँ पूजाको सेटअप चाहिँ मिलिसकेको छ हेर्नु सक्नुहुन्छ आफै अनि यहाँ चाहिँ अब यहाँ यो चाहिँ टेबल परबाट ल्याएको हाम्रोमा अलिकति सानो टेबल छैन किनकि लामा गुरुहरू पल्टी मारेर बस्नुहुन्छ नि त त्यही भएर अलिकति गाह्रो हुन्छ भने अलिक ठुलो टेबल चाहिँ हाम्रो यो चाहिँ अलिक ठिक्कको रहेछ त्यही भएर पर बिमला दिदी घरदेखि ल्याएको अनि त्यहाँ पनि घर हेरिहाल्नु भएन कस्तो थियो अवस्था अलिकति यो त कस्तो आँडे रहेछ त्यो त आइसा उयो लिएर आइज त यहाँ चेक हाल्ने एउटा लिएन यहाँ मुनि अनि त्यो अब यहाँ हामी सेटअप गर्दैछौँ अनि बिस्तारै सेटअप गरेपछि हामी बिस्तारै देखाउनेछौँ अब फाइनल टच किनकि यो बत्ती चाहिँ अलिकति कस्तो भने अलिकति सानो लाग्यो क्या अलिकति फ्ल्यास हानेन क्या त्यही भएर अब हामी सबै सेटअप मिलाउँछौँ मिलाएपछि फेरि देखाउने नै छौँ टाइम स्ल्याब टाइम टु हात जोडेर बस्ने सबैजनाले बाहिर आएको थियो त्यो मान्नेमा होइन मान्नुपर्छ है पऱ्यो भएन भुइँमै दुई प्रकारले हुन्छ भन्छ होइन एउटा पूर्वजन्मको कर्म फलको मृत्यु एउटा चाहिँ अकालको मृत्यु चाहिँ दुई प्रकारले हुन्छ भन्छ एउटा रोगको कारणले एउटा दशाग्राको कारणले र रोग लाग्यो भने हामीले औषधि सेवन गर्नु पर्यो दशाग्रा लाग्यो भने दशाग्रा शान्तिको पूजाहरू गर्नु पर्यो र त्यो दुईटै चिज गर्दा पनि आखिरमा हुँदैन त्यो चाहिँ कर्मै सिद्धेको हो भनेर बताएछ त्यो गर्दाखेरि हामीले यसरी पूजा अर्चनाहरू गर्यो वर्षमा एकचोटि यसो साङ सिर्गेमहरू भन्छ यो पूजाहरू गर्यो भने पनि एकदम महत्त्वपूर्ण हुन्छ भन्छ अब हाम्रो चाहिँ छि बच्चा छिरो छन् नाङ्गी बच्चा नाङ्दो छोल भन्छ त्यो भनेको अर्थ चाहिँ संसारमा भएको देवी देवताहरू
जति पनि देवीहरू छ, देवी देवताहरू, यो चाहिँ हामीभन्दा मात्रै शक्ति हो, उहाँहरू पनि उद्धार नभएको हो भन्छ। अनि त्यो चिजहरूले पनि हामीप्रतिमै आशा गर्छ भन्छ होइन। हामी यस्तो यस्तो चिजहरू चढाएन भने हामीलाई असर गर्छ, तर त्यो चिजहरूलाई हामीले मान मर्यादा राम्रोसँगले चाहिँ गर्न सक्यो भने फेरि के हुन्छ त भन्दाखेरि हामीलाई शक्तिहरू मिल्छ, विघ्न बाधाहरू हुँदैन भन्छ। तर हामीप्रतिमै आशा हुन्छ भन्छ। त्यही कारणले चाहिँ आज हामीले यो साङहरू गरेर हरेक कुराहरू गरेर देवी देवताहरूलाई पनि हामी गर्छौँ। यो गरेको प्रतिफलले चाहिँ हामीलाई शक्तिहरू आय आर्जनहरू हुने भएको कारणले गर्दाखेरि पूजाहरू गर्ने। अनि शिव चाहिँ नङ्गी बसन नङ्दुसन चाहिँ संसारमा नभएको बुद्धहरू बोधिसत्वहरू पनि धेरै छ, अल्पिएर बसेकोहरू, उहाँहरूलाई पनि हामीले चाहिँ पूजा आर्चनाहरू गऱ्यो भने चाहिँ हामीलाई धेरै पुण्यहरू मिल्ने भएको कारणले गर्दाखेरि चाहिँ यो पूजा गर्नु अति राम्रो र एकदम महत्त्वपूर्ण हो। अगाडि घरकोले चाहिँ बाँधिहाल्नु न। यस्तै छ है हाम्रो चाहिँ बिहानको खाजा। पूजा सक्यो एकछिन, अनि त्यही भएर खाँदैछ बहिनीहरूले चाहिँ। के खाँदै गरेको नानीहरू? एक दुई शब्द दियोस्। ए खिर पो खाँदै गरेको नानी। तिमीले के खायो बिहान? अनि यस्तै छ अब आलुदम अनि खिर अनि अन्डा। केसरीको दुईटा भयो त यहाँ पनि छ, ऊ यहाँ पनि छ। यो कहाँबाट आएको? ए लियो पो त है, कहाँको एउटा कुकुर थियो नि। अनि अरू चाहिँ भित्र पूजामा बसिराख्नु भएको छ। अनि भोक लागेर अति नै भएर चाहिँ म चाहिँ लास्ट स्टेज पुगेर निस्केको अब खाने। अनि खाएर फेरि अब अरू के हुन्छ पूजासुजा कामसाम यताउता गरिन्छ। त्यही हो। यसले त डेन्जर हान्छ त हो, यसले त डेन्जर डेन्जर हान्छ। कत्रो नआत्ती खा त खान्छ। आत्तिन्छ किन खान्छस्? भित्र छ त टर्न। सिसा तिमी कहाँ छौ? अनि हिँडेको हिँडै गर्छ कता जस्तै नि, कहाँ मट्टो छ त ल। त्यो अब हामी यहाँ खान्छौँ अनि त्यहाँदेखि के गर्छौँ अनि फेरि हामी देखाउँछौँ। अब चाहिँ हाम्रो प्रसाद वितरण हुँदैछ। यहाँ चाहिँ सबै प्रसाद छोड्याउनेको लागि कार्यक्रम चल्दैछ। रक्सी पनि ल्याइसकेको अवस्था।
स्कुटीको धनी चाहिँ यहाँ छ नयाँ स्कुटीको धनी तर स्कुटी नै कुदाउनै नपाएर टेन्सन भएर रुनु लागिरहेछ अब यो प्रसाद चाहिँ हामीले बाँड्नुपर्ने हुन्छ सबैजना सबैलाई पूजा सकिएको अवस्था त्यही अब ल अहिले चाहिँ हामी कथाले मागेर एकैचोटि कहाँदेखि कहाँ आइपुग्यौँ भन्दाखेरि ठ्याक्क देउराली आइपुगेको यो रेड पान्डा हाम्रा हिरोनीले फोर्स गरेर जाउँ कि जाउँ भनेर अनि त्यही हो अब आज यो पनि लगभग जान्छ फेरि 1-2 दिनमा काठमाडौँ मान्छे रहेछ यतापट्टि चाहिँ के छ चौतारा छ होइन यहाँ जाउँ न हिँड्न चौतारा चाहिँ रेड पान्डा चाहिँ त्यहाँ मान्छे रहेछ यसलाई अप्ठ्यारो लागेर जानु त्यही भएर हामी चाहिँ यता यहाँ हामीले पहिले पिकनिक खाएको ठाउँ देखाउँछौँ त्यही हो अनि तल क्याफे पनि जानुपर्ने छ तर आज अलिक ढिलो जान्छु म अब त्यस्तै भयो हल्का छुट्टी मनाइदिएको अवस्था अनि त्यो यिनीहरू चाहिँ अब कहिले सन्डे होइन स्याटरडे या स्याटरडे हो त तिमीहरू माथि जाने होइन स्याटरडे माथि डाँडा जान्छ अरे हाम्रो मम्मीहरू सबै तर म चाहिँ जाँदिनँ म अलिक पछि जान्छु होला सायद अनि त्यही हो अनि यो चाहिँ छाप्री छ यस्तो हामी चाहिँ लगभग यहाँदेखि अलिक पर खाएको थियौँ क्या हामीले लाइक दिस अब यहाँ एउटा 1-2वटा फोटो खिच्छौँ अनि चप्पु हान्छौँ फेरि त्यही हो फोटो अहिले चाहिँ हामी यहाँ छौँ बाइक चाहिँ तल छ तल त्यहाँ छ बाइक अनि हामी चाहिँ यता नयाँ ठाउँ रहेछ क्या यो अनि यो फुच्चीलाई घुमाउनु ल्याउँदैछ कस्तो फिल भइरहेछ नानी ए राम्रो फिल भइरहेछ तर यो बाटो कहाँसम्म छ भन्ने कुरो हो क्या हिँडेको गरे फेरि पल्लोपट्टि निस्किरहेको हुन्छ र मलाई जहाँसम्म लाग्छ कि यो बाटो पर भ्यू टावर छैन त्यता पुगिन्छ जस्तो लाग्यो क्या यहाँ परतिरसम्म जाउँ त्यहाँदेखि भएन भने नजाउँ न एन्ड आई हेभ एप्पल फर माई आफ्टरनुन ब्रेकफास्ट म त हेल्दी छु नि त हेल्दी चिज मात्र खान्छु क्या आजकल त्यस्तो केही खाँदिनँ त्यही भएर म अलिकति हेल्दी भइरहेको छु क्या अहिले आँखा चाहिँ धुलो पसेर पुरै पागल भइराखेको छ यही बाटो चाहिँ यस्तो छ ठ्याक बिहानै चाहिँ आउने बेला भएछ क्या यहाँ मर्निङ भाइब्स यसको चाहिँ अलिकति देवार लागेको जस्तो खुट्टा भइरहेको छ अरे त्यही भएर चाहिँ खुट्टा यसरी हिँड्दैछ क्या यसरी यहाँदेखि बाटो छैन रहेछ त टन्ने 7-8 जना ल फाइनली घर पनि आइसक्यो अब चाहिँ मम्मीले यहाँ बत्ती पुज्दै रहेछ अनि अब चाहिँ लगभग घर अब चाहिँ म भ्याउँदिनँ भ्लग बनाउनु त्यही भएर अब क्याफे जानु लागेको आजको छुट्टी सक्यो मेरो त्यही भएर अब जानु लागेको ल बाई बाई फुच्ची त्यही अब स्याउ खाने जाने अब आजको भ्लग यति नै गर्नु पर्ला सबैजनाले हेरिदिनु होला हाम्रो पूजा कस्तो भयो यताउता त्यही भन्न चाहन्छु त्यही भएर आज भ्लग यति नै गर्दै सी यू इन नेक्स्ट भ्लग जय नेपाल बाई बाई